हेलो फ्रेन्ड्स, म चाहिँ साउदी अरबमा 2 वर्षदेखि एज अ नर्स काम गर्दैछु। मेरो ड्युटी चाहिँ यहाँ हस्पिटलमा हप्ताको 48 आवर्स हुन्छ र इच सिफ्ट 12 आवर्सको हुन्छ। आज मेरो डे सिफ्ट थियो र यस्तो बिजी थियो कि कुरा नगर्नु। आज झन् एस्तर मलाई भेट्न आएकी थिइन्, त्यसैले काम छिटो सकाउँछु सोचेको, सिफ्ट इन्ड हुने बेलामा यस्तो रस भइदियो अनि बिचारा ऊ चाहिँ मलाई पर्खेर बसेकी रहेछ। इन्डोर्समेन्ट सकेर म र एस्तर हाम्रो हस्पिटलमा रहेको कफी सप गयौँ अनि 1 घण्टा कफी लिगौँ। कफी पिउँदै हामी दुवैजना मेरो एकोमोडेसनमा आयौँ। त्यसपछि म चाहिँ सावर लिगेँ अनि एकदम भोक लागिरहेको थियो, तर केही पकाउन भने साह्रै अल्छी लागिरहेको थियो। सो हामीले बाहिर खाना जाने डिसाइड गर्यौँ। थ्याङ्कफुली मेरो एकोमोडेसन बाहिर थुप्रै फुड ट्रकहरू छन् जुन रातिको 2 बजेसम्म खुला हुन्छ। त्यसपछि म र एस्तर हाम्रो आर्मर एकेए अभय लगाएर रेडी भयौँ। फुड ट्रक यति धेरै छन् कि काजौ भइरहेको थियो, बट एट द एन्ड हामी सी फुड पाइने फुड ट्रकमा गयौँ र यो यस्तो देखिने स्पेनिस डिस ट्राई गऱ्यौँ। मलाई थुप्रैजनाले इनबक्समा म एएनएम हुँ, म ल्याब टेक्निसियन हुँ, म एचए हुँ, साउदी आउन मिल्छ कि नाइ भनेर सोध्दै हुनुहुन्थ्यो। टु बी अनेस्ट मलाई पनि थाहा छैन। म 2 वर्ष अघि साउदी आउँदा त्यस्तो गाह्रो थिएन, तर रिसेन्टली यता रुल्स र सिलेक्सन प्रोसेसहरू एकदमै स्ट्रिक्ट हुँदैछ। सो हायरिङ एजेन्सीसँगै कन्सल्ट गरेको राम्रो हुन्छ। म यता आएको एजेन्सीको नाम चाहिँ मनास्लु इन्टरनेसनल हो। एनिवेज ब्याक टु भिडियो। त्यसपछि हामी अर्को फुड ट्रकनिर गयौँ र यो यस्तो खालको फ्राइज र कर्न खायौँ। यो फ्राइज चाहिँ एकदमै मिठो थियो। आजकल साउदीमा राति यति चिसो हावा चल्छ कुरा नगर्नु। त्यसपछि हामी फेरि एकोमोडेसनमा फर्क्यौँ अनि मैले चाहिँ बाहिर जान अघि लुगा वासिङ मसिनमा हालेर गएको थिएँ। आएर त्यो लुगा सुकाएँ अनि त दुवैजनाले हातमुख धोयौँ, ब्रस गऱ्यौँ अनि सुत्यौँ। ओके फ्रेन्ड्स, द्याट्स अल फर टुडे। थ्याङ्क यू फर वाचिङ टिल द एन्ड। सी यू अगेन। बाई। दाँतले खानै मिलेन नि त। पुग्नै मिलेन।